अब हामी गाडीमा चढ्यो मजाले पानी परिरहेछ बाहिर तर अब वहाँ चाहिँ फायरवर्क्समा चाहिँ कतिको पानी परिरहेछ थाहा छैन पछाडि बस्ने गाइजहरूलाई त कसैलाई नि देखिन त म त ए ज्वाइँलाई देखाएर छु ल हेलो 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 हामी चाहिँ गाडीबाट बस्ने ठाउँमा जाँदैछौँ पानी चाहिँ बिरबिर परिरहेछ अब यहाँभन्दा ठुलो नपरे चाहिँ हुन्थ्यो ठुलो पऱ्यो भने चाहिँ तनाव हुन्छ भाग हुन्छ माया कहीँ नै गो हामी चाहिँ लगभग भेन्यूमा आइपुग्यौँ यो चाहिँ हो हाम्रो आजको लागि ऊ त्यहाँ फुड ट्रकहरू टन्नै रहेछ है मैले अहिले देखेको थिएँ नि माथिबाट सही रहेछ यो चाहिँ यहाँको वेदर त अहिलेसम्मलाई चाहिँ बेस्ट नै छ लेट्स सी हाउ वी गो होप आज पानी नपरोस् आइपुग्यो नमस्ते 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 मान्छे तिम्रो लागि चप्पल खोलेर जाऊ नि त राममै राख्नुहुन्छ कि नानीलाई त चिया टाइम मैडम ल्याइसक्नु भएको पुरै नक्कली दादा दादा यसले कुरकुर खाए त्यता पानीमा हेलो गाइस आज हामी आजको चाहिँ डुम्बिङमा जाँदैछौँ हामी आजको चाहिँ डुम्बिङमा यहाँ हेरेर बस्छौँ अनि यहाँ जानु ल वहाँ हेर न सबैजना होत्याएर बस्यो के उयो त हेर्ने क्या पछि पछि जानुहुन्न के पछि बिस्तारै बिस्तारै भयो त तपाईँ नि त्यसरी मसँग हिँड्नुपर्छ फेरि लिएर जान्छन् के फेरि मसँग हिँड्नुहुन्न लिएर जान्छन् के तिमीलाई फेरि मसँग गएन भने मसँग बस्यो भने मात्र लान्छन् के मसँग बस्छ के Hey. Hi guys. Hello guys. Hello. Hi guys. Hey. She's running out to you. Oh, hello. Do you like stickers? Do you like blue or purple? Yeah. Purple. Purple? Let me see if I've got a lovely purple one for you. What's your name? Amira. Amira. I am Andy. Here's a purple one for you. Come on, sir. You are. Thank you. That's okay. You have a good night. Have a good night. Bye. Yay! Not over here. My ticket. Hita.
लुगामा टाँच्यो लगाएर कहाँ लुगामा लुगा यहाँ लुगामा यहाँ लुगामा कुन लुगामा यो लुगामा वाइट लुगामा ल उता उता गर्छ साप्ने त हो र गयो कि ल के हो र गयो कि के भने सक्यो छोरीलाई कल दिएको नि स्टिकर फिस सबै छ त्यहाँ फिस सबै के भनेर माग्यो त पुस्तक के भन्न माग्यो छोरो फिस सबै पानी ओ अन्त ल्याइदिनु भन्नु नि त पानी गाडी हाम्रो फोटो आउँदैछ हेरौँ सबैजनाले उता हेरौँ फोटो आउँदैछ बिस्तारै ग्रुप पनि बढ्दैछ नवराजको अस्तिनेको भाइरल भिडियो हेऱ्यौ नि होइन हेऱ्यौ होइन त्यसपछि कतिको बिजनेस बढ्यो त आफ्नै घरको तातो छ कि चिसो छ चिया तातो हो ल अहिले चाहिँ हामीले एक लट चाहिँ कोल्ड कफी खाइसक्यौँ हामी आएको 1 घन्टा त भयो 1 घन्टा भयो भेनाल ज्याकेट ल्याउनु रहेछ ज्याकेट ल्या हावाले उडाउनु लाग्छ नि रे दोस्रो लट चिया चिसो एकदमै छ त्यही भएर तातो चिया फेरि खान्छ बहिनी पाउनु भा तिमीले के पाउनु भन्थ्यौ त छोरा पाउनु भन्थ्यो बिन्दुले बहिनी पाउनु भयो ल बिन्दुले गफ बिन्दुले किन बहिनी पाउनु भएको छोरा पाउँछ भने मैले भने है मकुज चियाको कपमा मकुज खाँदै यमी यमी ठन्डी ठन्डी हावा अनि पटका पटकाको हेर्न आउँछ हावा त साह्रै चिसो है यो चाहिँ हाम्रो पपकर्न टाइम कस्तो राम्रो सनसेट हेर्न त देख्छ अघि मैले खिचिसकेँ अब चाहिँ चटपट टाइम बेबी नगर त्यस्तो पार्किङमा 1 घन्टा लाग्छ निस्किनलाई खाता उडाउँछ क्या है चटपट चाहिँ कडा बन्छ जस्तो छ है ल यत्रो जना मिल्यो भने 1 2 3 4 5 6 जना चटपटे सेप भइसकेपछि त यो चटपट त आज त कस्तो होला कडा होला छोरो छोरो अब चटपट खाने आवे त तिमीहरूको ड्युटी कहिले अरे यसको मार्च लास्ट मेरो
खत्तम मान्छे मैले रे ऊ आफैले गेस गरेर जाडो भएकै हो त अलिअलि जाडो भयो जस्तो लाग्यो बल्ल पुरै बिचमा जाने यस्तै हाफ प्यान्ट लाएर मैले नि हाफ प्यान्ट लाएर आउनु लाएको थिएँ पछि हिँड्ने बेलामा प्यान्ट चेन्ज गरेर ठिकै हो तपाईँको त एउटा भएर सुकेन उहाँको त 2-3टा थियो होला नि उनलाई त उनी त अझी हो नि त अझी माइट हो नि त अझी यता फेरि हाम्रो गौतम बुद्धलाई आज के हो अब अब यहाँ उज्जवल प्रकाश हेर्न आएपछि विराजले त मलाई तर पुरै मेमोरी चाहिँ ब्याक गराउनु बल्का हल्का अब चाहिँ फायरवर्क्स हेर्न पाइन्छ कि जस्तो भयो अब त अँधेरो अँधेरो हुन लाग्यो गाडी लक अनलक स्टार्ट हुँदैछ कि होइन एपबाट मेरो पनि हिट रहेछ बाहिरको मेरो अरूबाट हिट हेरेर त्यो पनि घट्यो भने त्यो हिट हुन्छ आफै अथवा पानी पऱ्यो भने हिट हुन्छ एकदम कहाँ बचेको तिमी यत्थरी लहेर ल हुन्छ तिमी त्यहीँ बसेर खाऊ ल हल्ला नगर चटपट छोइला चिप्स रेडी भयो कस्तो भयो भएन भेरी नाइस यमी भेरी भेरी यमी ओके टमेटो छोटो चिसोमा पिरो डिनर यही हो है आज कति आइसक्नु हुन्छ नि तपाईँले मास्क लाएर झ्याम हो क्या कता कता गयो मुखमा पऱ्यो होइन तपाईँलाई एउटा हातमा मात्र जाडो भयो खानु त चटो खाएको हात पिरो जाडो भयो त्यसलाई त राख्ने ठाउँ बेस्ट भेट्यो नि बल्ल यत्रो बेरसम्म आइडिया नआएर
डरा त छैन बुढी डरा त होइन कस्तो ओस्य जस्तो बल्यो त
नाइस रमाइरहेको थियो पनि त्यो अहिले ब्रिजमा गरेन है ब्रिजबाट खसाल्थ्यो अहिले चाहिँ यता ए हामी चाहिँ एकदम बेस्ट लोकेसनमा बसिएछ अनि वाउ 15 मिनट नै रहेछ क्या हो राइट आई थिंक 10 मिनट्स मात्रै गर्छ कि जस्तो लाग्यो बाँकी छ है
राम्रो। अझै नि मान्छे त बस्छन् होला आधी जति त तर 12 बजे नै हुँदो रहेछ। यस्तै होला।